हामी बिरुवाका भागका बारेमा पढ्दैछौँ हेर्नुहोस् है। मुख्यतया त बिरुवामा दुई भाग हुन्छन्, एउटा जमिन मुनिको भाग, अर्को जमिन भन्दा माथिको भाग। जमिन मुनिको भागलाई जरा प्रणाली र जमिन भन्दा माथिको भागलाई के भनिन्छ? काण्ड प्रणाली भनिन्छ। तपाईहरु यहाँ स्पष्ट तरिकाले देख्न सक्नुहुन्छ। यो एउटा बिरुवा हो जो यसको जरा छ नि, यो कहाँ हुन्छ? हाम्रो जहिले पनि हेर्यो भने जमिन भन्दा मुनि हुन्छ कि हुँदैन? यो जमिन भन्दा मुनि हुन्छ अनि बाँकी चाहिने मतलब जमिन भन्दा माथि हुन्छन्। जमिन भन्दा मुनि के मात्र देख्न पाइन्छन्? हुन्छन् जराहरू मात्र। अनि जमिन भन्दा माथि के हुन्छ? काण्ड, पात अनि फल, फूल पनि हुन्छ। हेर्नुस् अब कोही अहिले अब सिजन अनुसार फूलमा फुले पनि फूल फुल्ने बिरुवाहरुमा त्यो विकसित बिरुवाहरुमा त्यस्तो किसिमको हुन्छ। दुई के काण्ड प्रणाली र जरा प्रणाली। जरा प्रणालीमा जराहरू हुँदा रहेछन्, काण्ड प्रणालीमा के हुँदा रहेछन्? काण्ड, पात, फल, फूल। अब फूल बिरुवाको एउटा महत्त्वपूर्ण अङ्ग हो जसले प्रजनन कार्यमा पनि के गर्ने गर्दछ? सहयोग गर्ने गर्दछ। यसकारण बिरुवा नल्याउन सक्यो भने ताली त पिडिदिएको